यो भूमिलाई चिनाउने बुद्ध, योको बुद्ध होइन, सुरुको बुद्ध कस्तो छन्द बुद्धको कुरा आउँछ, त्यहाँदेखिको हो, उत्पत्तिदेखिको हो, मानव सभ्यतादेखिको हो यो भूमि, बुद्ध भूमि। मान्छेले सोचेका छन् अब भनिया छ, अब यही तपाईको शाक्यमुनि बुद्ध हो भनिया छ, अनि 9औं अवतारमा राखेको छ। एउटा कुरो तपाईँलाई म यहाँ कुरो जोड दिइहाल्छु, 9औं अवतार बुद्ध हुन्छ भने कलि लागेको चाहिँ 5300 वर्ष बित्यो। बुद्धको चाहिँ अस्ति मनाएको 2568 जन्म जयन्ती हामीले वैशाखमा मनाएको। अब कुरो मिल्छ, कलि आउनुभन्दा अब यो चाहिँ 9औं अवतार आउनुभन्दा पहिला 10औं अवतार आयो कि 9औं अवतार आयो। अब यस्ता कुराहरू हामी पत्याएका छौँ, सुनेकै छौँ, त्यही सब कुरामा त्यही पट्याउँछन्। ल भन्नु सक्छ जे पनि राम्रो चिज लगिने क्या उतै, यी पशुपति पनि मेरो हो भनिदिने, बुद्ध पनि मेरो हो भन्ने, अब यहाँ हामीले मस्ट ल्याउने मस्ट पनि मेरो हो भनिदिन्छ। अब भयो, अब त्यो हामीले पत्याउने वाला छ नि त, राम्रो जति उसको, नराम्रो चाहिँ अरूको।